हेलो गाइज वेलकम टु माई न्यू ब्लग हामी भान्जीसँग छौँ है भान्जी यी भान्जी हाम्रो भान्जी यही हो यहाँ यी अर्को मामा यही हो साइनो मामा भान्जीको हाम्रो भान्जीको खतम भाइ हाम्रो अहिलेको लागि उहाँ हो खतम भाइ के भइसकेको छ भन्दाखेरि हामी खतम भाइसँग यसरी बसिसकेका छौँ भने यही हो खतम बुइनी यहाँ यो पनि भ्लग बनाउन सिकिन्छ यहाँ यो चाहिँ बुइनीको को पऱ्यो शनिमाको छोरी भनेपछि बुइनी नै पर्यो नि हाम्रो भान्जीको हालखबर के छ भनेर सोद्धाखेरि हाम्रो भान्जी कति लाम्ची छिन् पर्सि खतम भाइले चाहिँ सिकाउँदैछ भ्लग बनाउन गाई खतम भाइ खतमै हो कि हाम्रो भान्जी कति राम्रो छिन् हामी भान्जीलाई हेर्नु परेला हेर्नु सक्नुहुन्छ अनमाल हेर्न सक्नुहुन्छ हाम्रो भान्जीको अनि हामी चाहिँ गाई छैन कहाँ हिँडेर अङ्कल भन्नु हामी चाहिँ यसो घुम्न हिँड्यो लामटाङतिर घुम्ने धेरै अङ्कल छ म हिँडिसकेँ गाई छैन अनि हाम्रो च्यानलमा नयाँ हाम्रो च्यानललाई लाइक सब्सक्राइब गर्न नभुल्नु होला आधा आधा के 50-50 हाफ ओ अच्छा सर के हाम्रो सर यहाँ हुनुहुन्छ यस्तो सर मान्छेले पनि भगा थियो सर यो चाहिँ अहिलेको न्यू काफल आयो हाम्रो गल्लो भने न्यू जेनेरेसनको यो किम्बु हो आइज मेरो 5G भन्छ नि अहिले के भन्दा रे 5G जेनेरेसनको भन्छ नि अहिले 6G जेनेरेसनमा चाहिँ काफल गराएको ए हामी फोजी छँदा चाहिँ किम्बु नै थियो यस्तो कुरा सुन्नुपर्छ आइज होइन हामी जेनेरेसन फोजी जेनेरेसनमा छँदा यो किम्बु थियो अरे 6G मा पुग्दा यो 6G मा पुग्दा अहिले काफलले भन्ने कुरा आयो हाम्रो अङ्कल सुवाल पारेर खाने है अमिलो रह कालो कालो देख्ने भाउ खोइ कहाँ जान्छु भन्दै थिएँ मलाई अब त्यो मकै छोडा भन्दै हुन् मलाई काम चाहिँ के थियो भने होइन मकै छोडाउनु थियो भगाएर सर्ने थियो भात पकाउनु थियो तरकारी पकाउनु थियो म अनि चल्दिएको अनि मिटिङ आउने थियो मम्मी आएर पकाउनु भगाएर चाहिँ गरेर सोधिदिनु पर्ने हुन्छ त्यति गरेन भने होइन कहाँ पो गराएको छु भन्दै हुनुहुन्छ अनि यहाँ बा भेटिसकेको छौँ हामी बारी आइसक्यौँ यही हो हाम्रो बारी ए यहीँ हो फेरि सोध्ने अनि गाइस त्यही हो ठेका हानिदिनु म नि छु है काम परेमा म पनि छु यहाँ कोइदालको बोर्ड छ गाइस होइन सारको पाटो छ खै छ अरू हामी खासमा ट्र्याक्टर लिन आएको होइन टायर कहाँ आइदिनु त्यो यहीँ होला टायर दियो होइन यहाँ चाहिँ ट्र्याक्टरको ऊ हालिँदैछ टायर अनि हामी अब यहाँबाट निस्किन्छौँ अब निस्किने होइन त हामी अङ्कल हामी यहाँ आइसकेका छौँ यहाँ चाहिँ दुईवटा सर्प देखिसकेको छ यहाँनिर सर्प छ होइन देख्नु सक्नुहुन्छ त्यसले देखाउँदैछ दुईवटा छ कि आइदिँदैन यहाँ हेर्नु सक्नुहुन्छ होइन त्यही गर्दैछु जुमै हान्दैछु म हामी अब अलिकति क्यामेरा भएपछि अलिक अगाडि जानु पऱ्यो नि त एउटा ठुलो रटी होइन उयो पार लिएर आएको भए हुन्थ्यो गाइस हेर्नु सक्नुहुन्छ दुईवटा सर्प यहाँनिर छ होइन त्यो पाइप ल्याउनु जाने निलो पाइप म जान्न मैले जाल परे कहीँ हो अलिकति जान दुईवटा छ क्या गाइस यो चाहिँ यस्तो रहेछ के गर्लफ्रेन्ड बोयफ्रेन्ड रहन् ठिकै छ देखिने छ गर्लफ्रेन्ड बोयफ्रेन्ड रहन् यहाँ दुईवटा छ क्या गाइस होइन गर्लफ्रेन्ड बोयफ्रेन्ड रहन् हामीले अब केही भन्न सक्ने सम्भावना छैन यहाँ यिनीहरूलाई अब खुल्लामा अब यस्तो रोमान्स नगर भन्दै पनि उनीहरू गर्न थालिसके रोमान्स हेर्नु रोमान्स गरेका हेर्न सक्नुहुन्छ बेरी आयो अझ रोमान्स गर्दैछन् त बेरिहाल्छ नि हेर्नु जोड्या कति डर लाग्छ भने हेर्नु बेरिसकेका छन् बाई दुईवटा हेर्न सकिन्छ गाइस हामी अब रेस्क्यु गर्ने मान्छेलाई बोलाउनु पर्ला भनेर के भन्नु आँटुनी झर्ला जस्तो छ समातिमा
नापिस डर लाग्छ त्यही अन्त डर लागिरहेको मलाई अहिले त्यो लिएर आन्छ के ल्या उयो निलो कलरको यहीँबाट तान्दा पऱ्यो ल्याइसक्यो त्यसले ले त यहीँ नि अनि हामीले सर्पा देखिसकेका छौँ खेल्न चाहिँ हामी बल आएका थियौँ यहाँ हेर्न सक्नुहुन्छ खेल्न चाहिँ बल खेल्न आएका थियौँ यहाँ उनीहरूलाई अब रेस्क्यु गर्नु पऱ्यो सर्पा भन्ने कुरा आयो हेर्न सक्नुहुन्छ गाइज हेर्न सक्नुहुन्छ यस्ता यस्ता जनावरभन्दा कही बार मान्छेहरू भएपछि यस्तै हुन्छ यार जुनै लाएर त अनि मोमोजी हामी यहाँ बस्नु नै बेकार छ त्यहाँ हेर्न सक्नुहुन्छ गाइज हेर्नुहोस् होइन हामी जुम गरेर देखाइरहेका छौँ सर्पा भने सर्पा देखाइरहेका छौँ हामी प्रत्यक्ष दर्शक बिनहरूलाई गाइज तिनीहरू चाहिँ रोमान्स गर्दा गर्दा थाकिसकेका छन् अनि चुप लाएर बसेका छन् होइन गाइज सक्ला अनि हाम्रो ब्लगमा नयाँ हुनुहुन्छ भने हाम्रो ब्लगलाई हाम्रो च्यानललाई लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला उनीहरू मस्त रोमान्स गर्दैछन् भने म बुझ्दैछु अनि हाम्रो अङ्कल चढी हेरेर देखान गइसक्नु भएको छ यही हो एउटा यहाँको अब सर्पा पनि देख्न नहुने मान्छे यही हो कुकुरलाई त छोडेको थिएन हामीले केही भनेको थिएनौँ अनि त्यो अझै मुख खोज्दै थियो क्या त्यो केटी होला जस्तो लाग्यो होइन रोमान्स गर्नलाई त्यसको सँगै मुख खोज्दै थियो क्या मलाई त्यस्तो लागिरहेको होइन म काटिदिन्छु यसलाई के मलाई लामो हुन्छ यसलाई काटिदिने हो क्या मैले अघि छाडा बोलिदिएँ फुल हेर्ने हो कि गाई दिनहरू झरेर यहाँ आएछ क्या रोमान्स गर्दैछन् यो चाहिँ सानै छन् भन्छ के हो पनि होइन थम्बेलको लागि एउटा फोटो पनि खिचिदिनुपर्छ थम्बेल त फेरि त्यो बेला कडक बनाउनु थाल्यो नि ठिकै रहेछ दुईवटा जोडेर त्यस्तो लामो लगाएर चाहिँ अनि यहाँ दिनहरू जुत्दैछन् रोमान्स गर्दा गर्दै तर आइपुगेको गीत छन् भन्ने म इन्टरभ्यू अन्तर्वार्ता लिनु हेर्न सक्नुहुन्छ उहाँ पुछ त्यहीँबाट त होला ओइमा खतमसँग आयो खाइदियो त एकैचोटि छुट्टी राख्यो है अब हाइलाइटमा राख्नुपर्छ यसलाई हाइलाइटमा राख्नुपर्छ यसलाई होइन मैले गर्न चाहिँ केही गरेको छैन सर्वादीलाई दादा यता छिर्नु भएछ एउटा यता छिरेछ त्यहाँ पुतुले हेर्छ गइसक्यो क्या एउटा कहाँ उक्ले निल्ला कहाँ उता गइसक्यो हामी चाहिँ यो मुमेन्टमा कस्तो मजाले भागिसक्यो होइन कस्तो के मुमेन्ट भएको थियो भन्यो बाबाले भइदिएन म त त्यहाँ झन्नै खरेँ म त घुमेर आएको झन्मा हामी 81 दौडिसकेका छौँ गाइस होइन केटाहरू धाङसाङ छ भन्छ यो यताबाट उक्ली मात्रै ल गाइस अनि हामी यहाँ कोइरालको रुखमा आइसकेका छौँ यहाँ चाहिँ मल बोक्ने कार्यक्रम चल्दैछ उनीहरू आउँदैछ नि म कोइराल हान्दैछु क्या गाइस यहाँ तान्दै हान्दै गर्दैछु कि गाइस त्यहाँ हेर्नु होला बाल फुल्छ क्या सबैभन्दा बबाल फुल्छ यता हेर्नु सक्नुहुन्छ होइन अनि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानल लाइक र सब्सक्राइब गर्न नभुल्नु होला हामी तपाईँहरूको लागि रुखमा चढेर भिडियो बनाउँदैछौँ गाइस होइन माथि हेर्नु सक्नुहुन्छ बालसँग चराहरू गयो तर देखिएन जस्तो लाग्यो क्या गाइस यो रुखबाट चाहिँ बब्बाल भ्यू देखिरहेको छ क्या भ्यू देखिरहेको छ होइन हेर्नु सक्नुहुन्छ यतापट्टितिर होइन यिनीहरू मल बोकेरै हाने गाइस यिनीहरू आएन कि कुर्दैछु म अघि नै आएको यिनीहरूलाई सरप्राइज दिउँ भनेर के खाँदैछ साकै छैन सिएन त्यहाँ भन्दै थिएँ त्यहाँ दिदी आइसकेको छ म यहाँ कुर्दैछु क्या गाइस है त्यहाँ हेर्न सक्नुहुन्छ गाइस होइन तिनीहरू दुईजना उता आइसकेका छन् विश्वास नगर्ने विश्वासघातीहरू यिनीहरू नै हुन् म अघि नै आइसकेको थिएँ गाइस होइन तपाईँहरूलाई थाहा नै छ भिडियोमा मैले अघि नै देखाएँ उता गएको उनीहरू मल बोकेर आउने होइन छाटकाटै देखिनँ मैले त्यही भएर उनीहरू बाउले लटिहाले त्यहाँ बल खेल्न पनि दिएन आएँ अनि गाइस हामी चाहिँ मल बोकेर आइसक्यौँ जहाँ अब के अब त्यति तैँले बोकेर त डबल खटेर बोकिदिन्छु हो म के त अनि बुवाले त मलाई त्यही भने अनि म त्यही गरेर आएको हो त बोक्ने जाने हो हाम्रो काम
पर्दैन यहाँ म आफै बोक्यो लगाइज हामी चाहिँ मल बोक्दैछौँ होइन अब मल र कार्यक्रम खनाउने मात्रै हो त्यसैले हामी मल बोकिसकेपछि भेटिँला है त गाइज हामी आइसक्यौँ छोडिदेऊ तिमी उक्लिसकेको छौँ अनि गाइज भ्यू हेर्न सक्नुहुन्छ यहाँको जङ्गलको नकर शादी बर्बादी अनि गाइज हाम्रो बुहारीहरू जिन्दगीमा पहिलोपटक चिया पकाउँदै होइन हाम्रो भ्लग चाहिँ यहीँ हुन्छ हामी आइसक्यौँ बारीबाट त्यही हो मल बोकेर आइसक्यौँ लुगा चेन्ज भइसक्यो गाइज लगभग नुहाएको जस्तै हो अलिअलि त्यही हो कि गाइज यहाँ यहाँ हातै छन् एन्ड बाई गाइज